Hey guys, good morning. Welcome to my new vlog. आज चाहिँ हो 26 मार्च एन्ड म यता फेरि बिहान बिहान बस जानु पऱ्यो, अलिक काम छ। यो देख्दै होला, ब्राइटनेस बढाउनु पऱ्यो। यस देख्दैछ, सो स्टे ट्युन। बेसिकली के भन्दाखेरि आजको दिन पनि राम्रै भइरहेको छ, घाम लागिरहेको छ, मान्छेहरू हिँडिरहेको छ। आजको भिडियोमा चाहिँ तपाईँहरूलाई एउटा कुरो देखाउँछु भनिरहेको छु, हेरौँ मिल्छ कि मिल्दैन। अन्त म अहिले बिहान बजार किन निस्केको भन्दाखेरि चाहिँ म यता सामान किन्नु छ, एउटा सामान भन्दा पनि साग किन्नु छ, पालङ साग। हिजो बेलुका पाइनँ, सो पालङ साग में aku পালং শাক 10 টাকা কত কিলো। पालङ साग त प्राय महँगो लिए जस्तो लाग्यो, तर ठिकै छ। 2 किलो कति छ? हेरौँ। बाबाले क्यास निकाल्नु जानुपर्छ फेरि, अब क्यास निकाल्नु जानुपर्छ। देखो भाई, मैं अभी रेस करने के मूड में नहीं हूँ क्योंकि गाड़ी में तेल बहुत ही कम है, सो गेट लॉस्ट। Salah मंदिर छ।
अब चाहिँ यता आउनु पऱ्यो एटिएममा फेरि क्यास निकाल्नु छ यहाँको बाटो पनि बाटो नि छ नि त फेरि बिस्तारै चलाउनु क्यामेरा कम त हल्लिन्छ हाम्रो आई होप देख्थ्यो होला जे होस् क्यामेरा चाहिँ दामी छ त फोनको आफ्नै फोनको तारिफ सो एटिएम ल बाबाले कति निकाल्नु भन्यो मलाई शिट सो गाइस मैंने कैश निकालिसके इस वाले एटीएम से मैंने अपना कैश निकाल लिया है अब मुझे जाना पड़ेगा घर यो जग्गामा चाहिँ स्पिड गर्नु मन लाग्छ तर फेरि स्किड हुन्छ जस्तो लाग्छ नि त सो गाइस अब चाहिँ निस्केको मैले अन्डा लिएँ यहाँ देख्यो होला सो गयो बा सो अब चाहिँ निस्किनु पर्यो म ब्रेक लगाएर बाटो के दामी फेरि यही बाटो जानुपर्छ घर डेली ब्रेक बन्नु पर्ने ब्रेक लागेको छैन So hey guys, welcome back. So this is my breakfast for today. इसको भुजिया, रोटी, दूध, अंडा, दही and dates. So hey guys, welcome back. म चाहिँ भर्खर बजार गइकिन आएको एन्ड बजारमा ब्याङ्क छ सो ब्याङ्कको काम गरिकिन आएको हुन त भएन बिकज लामो लाइन थियो 15-20 जना अगाडि थियो 2 घन्टा जस्तो लाइन मोबे म सो आज भएन सो भोलि जाने हो सो त्यति नै अब चाहिँ गरम भयो अब लन्च टाइम खाना खानुपर्छ सो स्टे ट्युन अब म देखाउँछु म के खान्छु भनेर भुँडी चाहिँ नदुखोस् न फेरि मेरो ए गाइस अब चाहिँ हो लन्च टाइम सो लन्च टाइममा छ आज चिकन बिरयानी यस हल्का स्यालेड अन्त कर्ड चिकन बिरयानी चिकन गाइस यहाँ चाहिँ अन्डा पकोडा रेडी छ हामीले बनाउनु भएको छ ट्राई गर्नु भएको छ सो
चेकआउट। गाइस आज डिनरमा रहेछ पोटलको सब्जी, भर्ता, आलु भुजिया, दाल। सो हे गाइस वेलकम ब्याक टु दिस भिडियो ब्लग। सो बेसिकली आज के हो भन्दाखेरि त्यस्तो केही खास भएन। अन्त ब्याङ्क गएको थिएँ, ब्याङ्कको काम भएन, लाइन पुरा थियो। सो ब्याङ्कको काम भोलि गर्ने हो। अन्त भोलि गर्ने हो। सो द्याट्स इट। अन्त यहाँ भोलि देखाउँछु एउटा सानो कुरो छ, त्यो चाहिँ म भोलि देखाउँछु। सो स्टे ट्युन। सो मेक स्योर यु लाइक दिस भिडियो, कमेन्ट गर्नुहोस् होला, अन्त सेयर गर्नुहोस् होला। सो आइल सी यु गाइस टुमोरो।